Welcome to Jamcast, guys. जाम त हो नि जाम। हामी त वैदेशिक रिटायर भाइ। वैदेशिक रिटायर मतलब मिन्स विदेशबाट रिटायर भएर जब रिटायर भएर आएको। ए हजुरले विदेशमा के गर्नुहुन्थ्यो? सरकारी जागिर। विदेशमा सरकारी जागिर? हजुर सरकारी जागिर नै हुनुहुन्थ्यो या अनि हैन विदेशमै सरकारी जागिर खाएर हजुर अनि रिटायर भएर छोडेर आएको। विदेशमा सरकारी जागिर कसरी खानु भयो? पाइन्छ मकाउमा गभर्नमेन्ट सर्भिस। कति इयर्स गर्नुभयो वहाँनेरि? 24 इयर्स। युथहरुलाई के सजेसन यही बसेर पनि केही गर्न सकिन्छ भनेर एउटा सजेसन अथवा बाहिरै गएर यसो गर्दा पनि हुन्छ भन्ने सजेसन? हैन बाहिरै जानुपर्ने भन्ने छैन हैन। युथहरुले गर्न सक्यो भने अनि सानो बिजनेसबाट किनभने बिजनेस एकैचोटी फर्स्ट आउँदैन। स्टेप बाइ स्टेप गरेर जाँदाखेरि जस राम्रो हुन्छ जस्तो लाग्छ। त्यही भएर मैले पनि पर मन्थ 6 लाखको जागिर छोडेर आएर यिनै काम गर्ने सोचले म यहाँ आएको हो। वहाँनेरि जब गर्दा इयरली नर्मली 50 लाख क्रस हुन्थ्यो प्रॉफिट? 50 लाख हैन 35 लाख चाहिँ हुन्थ्यो। 35 लाख। सर थ्यांक यू सर फर टाइम। कुनै समयमा यो हाइड्रोलाई प्रॉफिट 5 करोड सम्म पनि भएको छ कुनै समय पिकमा? त्यस्तो हुँदैन। त्यो पछिको कुरा अहिले सोधेर हुँदैन। त्यो गर्दै जाने हो ल। वेलकम टु जामकास्ट। त्यो हजुरको जब छ कि बिजनेस? हैन बिजनेस हो मेरो। के सम्बन्धी बिजनेस छ? हामी हाइड्रो सम्बन्धी हो। हाइड्रो? यो गर्नुभयो हजुरले कति इयर्स भयो? भइसक्यो 4-5 वर्ष। लाइफको हजुरको फर्स्ट जब के थियो? हाइड्रो सेक्टर नै हो। यति लामो समय गर्न हजुरले कसरी प्यासनेट हुन सक्नुभयो यो कुरामा? हैन सम्भव गरेपछि सम्भव छ जे कुरा पनि हैन। त्यो आफ्नो काममा लाइक पर्नु पर्यो के सबैजना। युथहरु एकदम मैले यहाँनिर केही हुँदैन भनेर एकदम विदेश गइरहनु भएको छ नि। युथहरुलाई केही सजेसन? अनि त्यस्तो हैन काम भनेको कुरा विदेश र यहाँ एउटै हो। आफ्नो सिप आफ्नो क्षमता अनुसार काम जहाँ गर्दा पनि हुन्छ हैन। मान्छेले चाहिँ त्यसलाई एउटा ट्रोल बनाएर विदेशी भन्ने भएको तर नेपालमा असम्भव भन्ने केही पनि छैन। सब कुरा सम्भव हुन्छ के काम गर्यो भने। यो हजुरहरुको शेयरमा हो कि सोलो हो? यो हाइड्रो भन्ने सबैको शेयरिङमा हुन्छ अरु हुन्छ हैन। त्यो पब्लिक हुन्छ कम्पनी हुन्छ हैन। सर्वसाधारणमा शेयर खुल्छ हैन। सबैको स्वामित्व हुन्छ यसमा। अच्छा थ्यांक यू सर। टिचिङ गरेर पनि कार सपोर्ट गर्न सकिन्छ? हैन यो मलाई मेरा आफन्त छोराहरुले चाहिँ दिएको हुन्। ए गिफ्ट हो? तपाईहरुले गर्नुपर्छ अब हाम्रो पालोसित। थ्यांक यू। वेलकम टु जामकास्ट। हजुरको नाम? मेरो नाम श्री पराजु। सर हजुर के गरिरहनु भएको छ? मेरो केही छैन बाबु म आज छुट्टीमा छु यहाँ हैन। हजुर हजुर। अनि हजुरले के जब बिजनेस केही त गर्नुहुन्छ होला नि? गर्थे मैले। के गर्नुहुन्छ सर? मैले टिचिङ गर्थे। ए हो। अनि अहिले फर्दर मोड साइड बाइ साइड केही छैन। तपाईहरुले गर्नुपर्छ अब हाम्रो पालोसित। थ्यांक यू। युथहरुलाई के सजेसन दिनुहुन्छ त? एकदम अहिलेको समयमा अलिकति आत्तिएर हैन बाहिर जाइ गइरहनु भएको छ नि त विदेशहरु। मलाई के लाग्छ भने माटो र मान्छे उयामलाई सधैँ माया गर्नुस् सम्मान गर्नुस् तपाईले कहिले आएर। हजुर टिचिङमा कसरी इन्फ्लुएन्स हुनु भएको छ? मलाई त रहर लाग्छ। रहर लागेर। अनि सजेसन केही यङ जेनेरेसनलाई टिचिङमा? लर्निङ सिकाइदिनुस् के। परीक्षामा पास हुने 4 GPA 5 GPA भन्ने हुन्छ नि त कति धेरै आउँछ नि। त्यो ल्याउनको निम्ति मात्रै मैले पढेको भन्ने विद्यार्थीहरुको नगरिकन म फेल हुँ या पास हुँ ज्ञान मैले आर्जन गर्नुपर्छ सिक्नुपर्छ भन्ने कुरोमा चाहिँ त्यो किसिमको शिक्षा दिनुहोस् भन्ने सुझाव छ। अच्छा थ्यांक यू सर फर टाइम। के सम्बन्धी बिजनेस हजुरहरुको? स्टिल्स सिमेन्ट। इयरली 2 करोड हुन्छ? वेलकम टु जामकास्ट। नेपालमै बसेर जब अथवा बिजनेस गरेर यसरी लग्जरियस कार्सहरु अफर गर्न सकिन्छ भनेर हैन। त्यसै हजुरको जब छ भने जब बिजनेस छ भने बिजनेस त्यो सम्बन्धी थोरै केही भनिदिनुहोस् न भनेर। फ्यामिली बिजनेस? हजुर यो हजुर के सम्बन्धी बिजनेस छ हजुरहरुको? म्यानुफ्याक्चरिङ। यो गर्नुभएको हजुरले कति इयर्स भयो? फ्यामिलीले कति पुस्ता हो कि? अब 50 इयर्स। 50 इयर्स है? हजुर। अनि के सम्बन्धी बिजनेस छ हजुरहरुको? स्टिल्स सिमेन्ट। हजुरले फ्यामिलीको लेगेसीको यो बिजनेस कन्टिन्यू गरिरहनु भएको छ? हजुर गरिरहेको छु। युथहरुलाई के सजेसन दिन चाहनुहुन्छ? Keep it up. Keep it up. जाम त हो नि जाम।